Hello everyone, नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। सो गाइज आज चाहिँ इलामको दोस्रो दिन हो। आज चाहिँ हामी घर फर्किँदैछौँ। सो आजले चाहिँ हामी श्रीअन्तुमा छौँ। आज चाहिँ हामी बिहानको सूर्योदय हेर्नको लागि श्रीअन्तुमाको लागि बसेका थियौँ। सो हामी बिहान जानु चाहिँ हतार भएर मैले भिडियो बिहान स्टार्ट गरिनँ। सो अहिले चाहिँ हामी फर्किसकेर आएर मैले भिडियो स्टार्ट गरेको छु। सो गाइज यसपछि चाहिँ मेरो श्रीअन्तु माथि भ्यू पोइन्टमा गएर सूर्योदय हेरेको भिडियो कन्टिन्यू हुनेछ। सो मेरो भिडियो अन्तिमसम्म हेर्नुहोला। आज चाहिँ हामी घर फर्किँदैछौँ र कता कता घुम्दै फर्किन्छौँ, हजुरहरूलाई देखाउने छु। अन्तिमसम्म हेर्नु, हजुरहरूले थाहा पाइहाल्नुहुन्छ। यदि हजुरहरू मेरो च्यानल नयाँ हुन्छ भने लाइक, कमेन्ट, शेयर, सब्सक्राइब गरिदिनु होला है त गाइज। गाइज हामी चाहिँ आइपुग्यौँ भ्यू टावर, अन्त डाँडा भ्यू टावर सूर्योदय हेर्नु भइसक्यो। यहाँ चाहिँ यस्तो छ, यस्तो प्रवेश गाह्रो छ। आजको सूर्योदय हेर्न चाहिँ भाग्यमा छैन जस्तो छ सूर्योदय हेर्न चाहिँ। अब हेरौँ, यता खाजा पाक्दैछ। हुन्छ, आज खासै हेर्न पाइन्छ जस्तो छैन। सूर्योदय भ्यू टावर त्यहाँ माथि टु अग्लो घरमा चढ्नु पर्छ। कति अग्लो घर छ नि, नजानु। गाइज यदि आजको सूर्योदय देखिएछ भने चाहिँ म भिडियोमा देखाइ नै हाल्नेछु, तर देखिन्छ जस्तो चाहिँ छैन। मौसम चाहिँ यस्तो छ, घाम आउँछ जस्तो छैन। पुरा सबैतिर उसु लागेर छ। श्रीअन्तु बिहानै उठेर आइएको छ सूर्योदय हेर्न। पर डाँडामा हल्का घाम चाहिँ आउला कि जस्तो देखिएको रहेछ, तर खोइ त। माथि भ्यू टावर रहेछ गाइज। ओहो, सबैजना सूर्योदय हेर्न आउनु भएको रहेछ। कति नाम हो नि? लु आउनु यताबाट जाऊँ। सूर्य आइसक्नु भएछ त माथि माथि। ढिलो आयो, ढिलो आयो। टाढो एकैचोटि मुनिबाट निस्किँदैन। चाहिँ त्यस्तै लागिरहेको क्या। सूर्य चाहिँ अघि उदाइसकेको छ। हामी चाहिँ जाडो भयो भन्दा बसेर आजको हुलिया त यो छ। जाडोमा ज्याकेट नलाएपछि पुरो लुगा लगाइएको छ। बबाल छ बबाल। ओह बाबु हेर घाम, त्यही घामले देखाउनलाई ल्याएको तिमीलाई। अघि उदाइसकेको रहेछ। भर्खर निस्किँदै गरेको चाहिँ राम्रो देखिन्थ्यो होला नि डाँडा। कति ढिलो आइन्छ? 5 बजेर 11 मिनेट थियो। कतिमा आइपुग्यौँ? 19 भयो, 10 मिनट बितिसक्यो नि। निक्ली भन्दा पनि सकिन्छ अरे अनि हुन्छ। यही हो सूर्योदय।
भेउटार अन्तुको चाहिँ यति नै रहेछ। हामी ढिलो आइपुग्यौँ। उदाउँदा उदाउँदा के चाहिँ देख्न पाइएन। यस्तै छ जिन्दगी। सुब्रो के खाएको? गाइस हामी चाहिँ सूर्योदय हुँदै गरेको चाहिँ हेर्न पाइएन। यहाँ यस्तै छ, पुरै जाडो छ। सुधार चाहिँ सूर्योदय एकछिन भयो, त्यहाँदेखि हराउनु भयो। हामी आउँदा चाहिँ सूर्य अघि उदाइसकेर माथि आइसकेको थियो। अनि सबैजना घुम्दै हुनुहुन्छ, भ्युटाहरू पनि छ। अब सूर्योदय हेर्न नपाएपछि भ्युटामा के चढ्नु भन्ने कुरो हो। यस्तै छ जिन्दगी। एउटा दिनु न त, एउटा दिनु। अनि के गर्नु गाइस, सूर्य गइसकेपछि मान्छेहरू आफ्नो तालमा फोटो खिच्नु सब बिजी घामेन। यस्ता यस्ता बाबा छोरा। हेलो, वेलकम आजको भिडियोमा मेरो बुढो बाबु। हेलो, खै हाई गर्नुभयो? हावा गरिदिनुहोस्, हावा गरिदिनुहोस्। हावा नगरिदिने आफ्नै तालमा। गाइस अब चाहिँ हामी हिँडेको रुमतिर, होटलतिर। सूर्योदयको माहौल यस्तै छ। गरी घाम गरी उसु आइरहेको छ। अब भने हामी रुम जाने, अनि त्यहाँदेखि खाना खाजा साजा के हुन्छ अनि बिस्तारै घरतिर लाग्नेछौँ हामी। परको डाँडा त नदेखिने रहेछ त मोबाइलमा चाहिँ अलिअलि मात्र। पातल रुखा पनि अन्चुकै छेउमा देखेको होइन अहिले? कता काट्ने ल्याउ श्री अन्त हामी यिनीहरूले सुतेको ठाउँ गएको, हामी सुतेको ठाउँ गएको। म त्यो पारी बाटो गाडी जानुपर्ने होइन। हामी कति पर फर्किँदाखेरि त्यही पारी बजार फर्किनु पर्ने होला नि। निनी घर कहाँ निनी? त्यता हो निनी घर। सूर्योदय हेरेर हामी फर्किनेछौँ हाम्रो होमस्टेमा। सँगै जाने अरे क्या कुकुर पनि यता पनि रहेछ है, नेपियर घाँस। आइपुग्यो हाम्रो होमस्टे। यो राति यो चाहिँ छिमेकी हाम्रो छिमेकी एक दिनको लागि। यो चाहिँ हाम्रो यहाँ पनि छ चिया बगान थोरै यो हाम्रो घर। सो गाइस हाम्रो इलामको यात्रा बसाइ चाहिँ अब यहीँ सकिँदैछ। हामी चाहिँ अब घर जानु लागेको, घर जानुलाई रेडी। हावाले पुग्छ। आऊ। सो मेरो ब्लग हजुरलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। अब चाहिँ हामी हिँडेको घर। घाम भयो नि आज।
सो गाई के थियो हौ यो पोखरी यो चाहिँ श्रीअन्तुमा रहेको पोखरी हामी तल होमस्टे के भन्छ तल भ्यू टावरबाट सूर्योदय गर्न घर फर्किँदा चाहिँ यो बाटोमै थियो पोखरी त्यही भएर हामी चाहिँ यहाँ पोखरी हेर्न आएको छौँ किन ल अगाडि यसो बाटोमै परेको हुनाले फर्किँदा बाटोमै परेको हुनाले यसो निस्किदिउँ न त एक दुईवटा फोटो खिचिदिउँ न त भनेर आएको गाइज हजुर माथि माथि होटल कटेजहरू सेम पानीमा माछा छ हजुर पोखरी त पहिला छेउबाट हेर्दा सानो देखेको थियो अहिले यता चिया बगान जानुपर्ने ब्याग यहीँ राख्नु न उता एक दुईवटा फोटो खिचेर आयो सो उता पर पराउने लडिन्छ बिस्तारै आँखाले चस्मा नलगाइ हेर्दा अर्कै देखिन्छ त्यो डाँडामा चाहिँ हामी एक दुईवटा फोटो खिच्दिउँ न त भनेर आएको सबै यतापट्टि पानी सुकेछ यता छ पानी हो म चाहिँ ग्यास्ट्रिकले लास्टै बुढी दुखेर आउनु त केही गर्नु मन लागेको छैन वरिपरि घुम्ने बाटो रहेछ नि कहाँ गएको यसो क्या बेतन जस्तै एक राउन्ड पोखरी बोटहरू पनि रहेछ बोटहरू पनि यस्तै छ यहाँको यो चाहिँ पोखरीको बिचको अग्लो डाँडा छोड्नु है बिचको देउस एक छेउमा रहेको डाँडा बिचमा बनाउनु पर्ने चिया बगान यस्तै छ अब हामी फर्किन्छौँ यहाँदेखि पनि घरतिर अब सरासरी